सो हे गाइज गुड मर्निङ वेलकम टु माई न्यू ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला, सन्चै रहनुपर्छ होइन गाइज। सो आज चाहिँ साइकलबाटै भ्लगको स्टार्ट भइरहेको छ होइन। अब एङ्गल मिल्यो। सो त्यही हो, आजको राइड चाहिँ यहीँ कृषिसम्मको हो होइन गाइज। सो यता कृषि गएर फर्किने होइन। अब चाहिँ ठक यता पनि हेर्नु पऱ्यो नि त होइन। राम्रोसँगले। सो अनि गाइस, तपाईँहरूलाई चाहिँ मेरो भ्लग मनपर्छ भने सब्सक्राइब गरिदिनु होला होइन। अनि सो गाइस, यो चाहिँ युएनसी स्कुल हो होइन, जेएनजी आन्दोलनमा चलेको। सो यहाँबाट हेर्नु गाइस, यतिको एक्सपिरियन्स राइडर छु कि यस्तो माने खुट्टै टेक्नु पर्दैन क्या। हो हेर्नु होइन, हो सानो बाटो छ तर ठिक छ। मलाई फेरि यस्तै यस्तै मनपर्छ होइन। यहाँबाट हालिदिउँ। ओहो ओहो ओहो। सो गाइस, अहिले चाहिँ हामी यहाँ खुबन्टारको कृषिमा एन्ट्री भइसकेको छौँ होइन। अगाडि अस्ति हावा गयो क्या साइकलको, रोकमा गएछ एकछिन, हावा गयो क्या के गर्छ त। कम भएको रहेछ, जेस चल्छ यति भयो नि त, भोलि हालौँला होइन। भ्यायो भने बेलुका हालौँला। पहिला हाम्रो डेस्टिनेसन सकाम न होइन, आजको राइड सकाम, नत्र चापागाउँदो बाटो गएर हाल्नु। हेर्नु गाई, जस्तो सानो बाटोमा खतरा लगिदिन्छु म। ओहो माकुल गएन, जान्छ होइन, यस्तरी नि जान्छ क्या हाम्रो साइकल। माकुल 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 गयो। देख्नुभयो गाइज, खत्रै जान्छ नि, क्रुज हो नि होइन। सो अगाडि कृषि बब्बाल देखिरहेको छ होइन, हुन्छ गाइज। पछाडि चाहिँ हावा कम भएको छ। हो अगाडि यहाँ गएर रोकौँ होइन, एकछिन बसौँ। सो गाइज, अहिले चाहिँ म मेरो डेस्टिनेसनमा आइसकेँ होइन। खुमलाको कृषि हेर्न सक्नुहुन्छ। अनि गाइज अब चाहिँ उता सनसेट पनि हुन लागिसकेको छ होइन, सनसेट हुन लागिसकेको छ। सो त्यही हो, टक्कै यहाँ चाहिँ यस्तो इभिनिङमा आएर बस्न होइन, मलाई क्या मनपर्छ क्या। सो अनि यहाँ चाहिँ मेरो साइकल छ होइन, हेर्न सक्नुहुन्छ। सो गाइज, सनसेट पनि भइसक्यो होइन। सो गाइज, अनि मैले हिजो हालेको भिडियो थियो नि, झन्डै क्र्यास भयो भनेर। सो त्यसमा चाहिँ कपिराइट लागेको छ होइन। सो मैले कपिराइट लागेको म्युजिक चाहिँ डिलिट गरिदिएको छु। सो गाइज, अब चाहिँ म यहाँबाट निस्किन लाग्यो होइन। अब चाहिँ बेलुका पनि हुन लाग्यो। सो अब चाहिँ म घर जान लाग्यो। सो अब चाहिँ टक्कसँगले घरतिर लाग्नुपर्ने हुन्छ होइन। अगाडि गएर फर्किनु पऱ्यो कि साड्डो चापागाउँबाट जाउँ जस्तो पनि लागिरहेको छ। पछाडि टायरमा हावा छैन, फेरि पैसा नि बोकेको छैन क्या आज। अरू बेलामा बोक्थेँ, आज बोकेको नि छैन। यहाँबाट हालिदिएको ल, यहाँ कृषिको मान्छेले देख्यो भने गाली गर्छ। मुडाउने ठाउँमै भएन त, अनि के गर्नु होइन गाइस। जमझम जमझम जम भागिदिइहालौँ न त होइन यहाँबाट। फेरि यहाँको मान्छेले देख्यो भने ल्याङ गर्छ। मैले यस्तरी फेरि लसुन किल्छेर जान चाहिँ नहुने हो होइन। जे भयो नि ठ्याक्क अब यहाँबाट लाग्नुपर्ने हुन्छ ट्याक्क होइन। सो एङ्गल चाहिँ कस्तो आइरहेको छ थाहा छैन होइन मलाई। सो हाम्रो खुमलाको कृषि चाहिँ यस्तै छ होइन गाइज, हेर्न सक्नुहुन्छ। किन पाइडल भारी भयो भन्छु त, 6 गियरमा राखेको रहेछ साइकल मैले। सो हेर्नु गाइज, अब म कस्तो अप्ठ्यारो बाटोबाट लगिदिन्छु होइन।
नि त ल हे सक्छ त कोहीले यसरी न माकुल झन्नै 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 अप्ठ्यारो छ नि त्यो अङ्गलहरू हेरिरहेको छ टाउकोमा के राख्यो भनेर सट्टाबाट गएर आउँ कि हो यार हावा छैन जस्तो छ यार साइकलमा हावा बिना के हिँड्नु होइन सो आज चाहिँ चापागाउँबाट हावा हाल्न होइन होइन सो गाइज अनि आजको भ्लग चाहिँ म यतैतिर एन्ड गर्नु पर्ला होइन सो आजको भ्लग चाहिँ धेरै सर्ट भयो होइन थाहा छ सो आज न केटाहरू आए एक्लै भए कहाँ जाउँ भयो नि त सो त्यही हो म चाहिँ जति सक्दो ठिकै भ्लग हाल्ने ट्राई गर्नेछु होइन सो आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ बाई एन्ड टेक केयर